नमस्ते साथीहरू। म चाहिँ आज सपिङ गर्न आएको। दिनभरि घर बस्यो। अहिले बेलुकाको समय सपिङ गर्न आएको छु। घर नजिकै हाम्रो एलडी सप छ। अब टाढा जाउँ पनि के जाने, एलडी सप नजिक भएको भएर यही सपिङ गर्ने गर्छु। म चाहिँ नजिक भएर सजिलो भएको भनेर हजुरले देखाउँछु है। अहिलेसम्म मैले यति सामानहरू टिप्यो। अब चाहिँ हेर्दैछौँ यतातिर के छ। स्ट्रबेरी एउटा टिप्नु पऱ्यो होइन। अचार खानको लागि चाहिँ यो सानो गोल भनेर साह्रै मिठो हुन्छ क्या। मलाई त्यो हेरेर मनपर्छ होइन। सानो के भन्छ यसलाई, यस्तो गोल भनेर अचार, तिनको अचारको लागि मिठो हुन्छ। यो चाहिँ के भन्छ होला, कस्तो हुन्छ यो चाहिँ मैले खाएको छुइनँ। काँक्रो टिप्यो। बेबी कुकम्बर खाना खासै मिठो लाग्यो। सब टिप्यो। म्यारिनेट गरेको चिकन विङ्स भन्ने पाउँदो रहेछ। यो चाहिँ यसले बनाएर लानु पऱ्यो। ओरेन्ज जुसमा चाहिँ स्मुथ लेखेको चाहिँ एकदम मिठो हुन्छ, अर्को चाहिँ एकदम स्ट्रङ गुलियो हुन्छ क्या, एकदम गुलियो हुन्छ। त्यही भएर मलाई चाहिँ यो मनपर्छ। श्रीमानजीको लागि फेरि यहाँ यही त होला नि मनपर्ने बुढाले। आफूले धेरै म आफूले खाँदैन, त्यस कारण मलाई अलि यादै हुन्न क्या। तर पनि मैले कहिले कहिले सम्झिहाल्छु क्या, बुढाले त खानुहुन्छ नि त। कतिर जाउँ कि नजाउँ, यता जाउँ कि यता के पायो भने के भेट्ला यस्तो। आफूले नखाएपछि खासै खानु हुने क्या, वाइन बनाउनु हुने। योगर्ट त लानै पर्यो। योगर्ट चाहिँ मेरो फेभरेट नै हो क्या। योगर्ट चाहिँ मैले एकदम फेभरेट हो क्या। अहिले माछा मासु खान मैले साउन बारेछ, त्यही भएर म चाहिँ यो योगर्टहरू एकदम धेरै खान्छु क्या। यो लानुपर्छ दुईवटा। केटाकेटीले खानै खाँदैन यस्तै कुराहरू बाहिर खान्छ है। अनि हामीलाई फेरि भातै चाहिने है। प्युरी टमाटर कोसको जान नपाएर, कोसकोमा कति धेरै पाउँछ पानी है। त्यही भनेर लानु पर्यो। अब क्लोज त भएन नि, यतातिर चाहिँ आफै पे गर्ने हो। यो चाहिँ गर्ने हो।
घरैभरि ब्याग छ, ब्याग लानु बिर्सेछ। पहिलामा चाहिँ म चाहिँ वेटिङमा छु कि यहाँको यो यहाँको टिलको केटी चाहिँ टोइलेट बिचमा खाजा गरेको छ। चाहिँ वेटिङमा बसिरहेको। अब सपिङ सक्यो, तिर लागेको। आज पनि वेदर एकदमै राम्रो भइरहेको छ युकेमा। होम बार्गेन पनि यहीँ छ नजिकै। अब बाटो लाग्यो घरतिर। मेरो आजको दिन यसरी गयो। अब भोलिको दिन फेरि सुरु हुन्छ अर्कै दिन होइन। ल साथीहरू आजलाई बाई बाई। अब घर जानुपर्छ, खाना पकाएर खानुपर्छ है। ल यो के भने यो भ्लग हो कि मिनी भ्लग हो कि के हो सर्ट भ्लग हो कि मिनी भ्लग हो कि के हो जे भयो नि मैले छोटो भिडियो। धन्यवाद हजुर।